आमै कति वर्ष कि हुनुभयो हजुर 84 नागेर नि 85 नि नागिसक्यो नागेको लागि 84 नागेर 85 लागिसक्नु भयो लाग्यो ओहो आँखा देख्नुहुन्छ अहिले नि खै देखायो कि अलि देखेर त बिन्दै हुनुहुन्छ होला दाइ बनाउँदै हुनुहुन्छ टपरी है अझै घाँस दाउरा काट्नु जा आमा कसले गर्ने त पनि के खाएर यति बलियो हुनुभयो तपाईँ उहिले त खोले खाएर होला है साग खाएर खोले खाएर अनि अहिले त खोले खास खान्नन् केटाकेटीले खान्न नि अहिले त मिठो नि खानु पाछ मिठो हामी त ढेँडो खाथ्यौँ उहिले त अहिले त घरकै कुरो खाथ्यो अहिले त पसलले कुरो खान्छ ननाउले रोग लाग्छ आजल क्या ओहदियाले खान्छ नि त पसलले क्या पसलको खाने कुराहरू बिगासे चाउ बिस्कुटहरू कुरकुरे तरकारी नि ओहदियाले तरकारी हो त्यो त खाएर रोग लाग्यो क्या अहिलेको मान्छेलाई हामी पहिलेको मान्छेहरू चाहिँ अहिलेको मान्छे धेरै बाँच्दैन क्या सबै कुरो रोग लाग्छ अनि हजुरले आजभोलि पसलले खाना खानु चाहिँ खानुहुन्न बिगासी खाना आजेल त खान्छ नि खानुहुन्छ है खान्छ आजेल त डर लाग्दैन त फेरि रोग लाग्छ कि भनेर खानै पर्यो नि फेरि अब त रोग लाग्यो नि मर्ने बेला गयो फेरि कहाँ मर्ने होला 100 वर्ष नाग्ने हो आमा अब त अनि हजुरको बालापन पनि यतै बित्यो आमा कता हजुर जन्मेको ठाउँ चाहिँ कहाँ हो ओ छेउकाले जान्न होला छेउकाले यही तनहुमै पर्छ तनु के पर्यो हो सौखाले भने कहाँ हो छेउकासरी माथि क्या माथि डाँडा उता यही माथिको डाँडा उता उता के पर्यो हो तनु पर्यो कि के पर्यो तनहु नै होला नि थाहा छैन तनै पर्यो होला होला अनि हजुर सानो हुँदाखेरि त यहाँ बाटोघाटो पनि थिएन होला है यो रोड नि पछि आएको म आएपछि रोड क्या तल्लोको रोड ए हजुर म आएपछि पछि त्यो रोड खनि हो पछि म आउँदा त थिएन नि त केही नि म यहाँ आएर धेरै वर्ष भयो नि पनाती त भर्ती भयो छोरीपट्टिको पनाती त्यो पारीको हजुर छोरीको नाति त भर्ती भयो पनाती नि म त अहिले हो बुढी होइन पहिलेको बुढी हो पहिलेको बुढी आमा अहिले त यस्तै हट्टाकट्टा हुनुहुन्छ पहिले झन् खतरा हुनुहुन्थ्यो होला पहिले त म त बलियो थियो नि र बाबु है पहिले त म त बलियो थियो नि अनि हाम्रोतिर त उता हाम्रो अलि पश्चिमतिर पऱ्यो नि जोलबरा गुम्तिर त्यति बेला नुन बोक्न जाने गर्नुहुन्थ्यो अरे हाम्रो बाबुबाजेले तपाईँ जानु हो कि जानु भएन ठौरी नि पुग्यो म नुन बोक्न 10 दिनमा आइपुग्छ घर क्या ठौरी गयो भने ठौरी नि पुग्यो नारायणघाटमा बजारै थिएन पसलै थिएन नारायणघाटमा आमा जो बोला कता सर्ने अरे म तपाईँ पल्लो घरमा सर्नु पर्यो कि उतापट्टि पिँढीमा जानु पर्यो ल्याउँछु यो लगिदिन्छु म अनि नारायणगढमा पसल थिएन भन्नुभयो त्यो भन्दा नि उता जानुहुन्थ्यो ठौरी त टाढो नि इन्डिया छेउमा नारायणगढ एउटा नि बजार थिएन एउटा बजार थिएन नुन बोक्न हामी ठौरी जान्थ्यौँ छोरी ठकुरी इन्डिया क्या इन्डिया अनि आमा त्यति बेला नारायणगढतिर बाटो थियो कि थिएन बाटै थिएन हिँडेको है 10 दिन लागेर हिँडे गाडी पनि थिएन होला गाडी पनि थिएन कत्रो उमेरमा थाहा पाउनु भयो तपाईँले गाडी हुनु रहेछ भने कहिले देख्नु भएको थियो म त्यो बेलामा 16-17 वर्ष पुगेको थिएँ त्यो बेलामा पहिलोपटक गाडी देख्दा त अचम्म लाग्यो होला नि
गाडी पनि देखिनँ के देखिनँ क्या मैले त्यो बेलामा ए हिँडेर गएको छौरीतिर पारिपट्टि त इन्डिया बोलाउँथ्यो क्या ए खोला छ उम्, त्यहाँ गएर रेल हेऱ्यो उम्। छौरी जाँदा क्या छौरी जाँदा ए रेल रेल त थियो रेल उता छौरीतिर उतै जाँदा अँ, अँ, अँ। म त आत्तुरी सन्दा आएको त के गर्ने हो उत्ताबाट